उडाइ लाग्यो माया मेरो चस्मा 1 रुपैयाँ 2 रुपैयाँ भए पनि यो मन्दिरको विकास यहाँ। हेलो टोबी हेलो गुड मर्निङ नमस्ते नमस्कार सबैजनालाई। आज फेरि पनि मेरो नयाँ दिन नयाँ भिडियो लिएर आएको छु। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि आरामै छु साथीहरू। आज म चाहिँ मेरो यात्रा रहनेछ आजको दिन पनि हेर्दै गर्नु होला साथीहरू। आज हामी कहाँ जान्छौँ भनेर मेरो थम्बनेलहरू र हाइलाइट देखेरै थाहा पाउनु भयो होला। आज चाहिँ म हाम्रो ओखलढुङ्गाको चाहिँ सगरमुकाम हिँडेको। अब यता अलिकति तलतिर हाम्रो आमाजी दिदीको घरमा जानु छ, हामी त्यता जाँदैछौँ। यस्तै छ अहिले म सकेसम्म अब जति देखाउनु सक्छु देखाउँदै जाउँला। यहाँ माथि बजार छ, माथि यता चाहिँ बाटो छ, माथि न माथि। साथीहरू हामी चाहिँ दिदीको घर पुगेर पनि खाना खाएर अब हाम्रो एकछिन अन द स्पोट प्लानिङ ट्रिपमा जाँदैछौँ। एकछिन सफा गर्ने। ब्याकग्राउन्डको चाहिँ हाम्रो दिदीको घर एकदम चेन्ज गर्नुभएछ। यहाँ फ्लावरहरू यता बनाउनु भएछ। पहिला माथि थियो छतमा, अहिले यता सार्नु भएछ क्या। यस्तो छ जीविसमा, तलतिर जीविसा लाइन भन्छ। यहाँ दिदी र भान्जीले चाहिँ नि तरकारीहरू सामानहरू किन्दै हुन्छ भान्जीको लागि। हाम्रो भेना हुनुहुन्छ भाउजूको अफिसमा। यता छ ब्याकग्राउन्ड भाउजूको अफिस माथि। यता छ हाम्रो रमाइलो डाँडा बजार होइन। यता चाहिँ तराई जाने रोड, यता साइड यता लेफ्ट जाने, अर्को सोलुखुम्बु जाने बाटो। यता तल्लो साइडको रुमदेटार जान्छ होइन। ए सुतेको ओखलढुङ्गा पर्छ नि दिदी यता त। यो चाहिँ ओखलढुङ्गा, हाम्रो यात्रा चाहिँ सोलुको हो। पत्ताले देखि चाहिँ होला हाम्रो यात्रा चाहिँ जन्तर ढापसम्म हो, सोलुखुम्बु जिल्लाको। ए गौरी टाप धामसम्म रहेछ। ल टोलीहरू हाम्रो गाडी गइसक्यो। जाम यता चाहिँ राम्रो सिनहरू पाउँछ, हामी देखाउँदै जानेछौँ है। थोथो गर न, टुटु गर न। ल है हामी चाहिँ आइपुग्यौँ नसोचेको ठाउँमा। कहाँ जान्छौँ भन्दै थियौँ, कहाँ आइपुग्यौँ। आउँदै हुनु। कसैलाई के छ, च्याम्पोलाई मोच छ हजुर।
हेरौँ न हौ टाउको दुखेर गाडी लागेर मेरो त्यस्तो छ हालत हाम्रो ब्लगरलाई त टाउको लाग्यो रे टाउको लाग्यो कि गाडी लागेको गाडी लाग्यो टाउको लाग्यो सबै थोक लाग्यो नि यस्तो रहेछ है साथीहरू फर्स्ट टाइम आएको पहिलोचोटि कान्छौ अहिले रुनु पर्ला नि पराको डाँडा हेर्नु सक्नुहुन्छ आज अहिले बोल्ने अवस्था छुइनँ क्या साथी नभए म कति बोल्थेँ फुलले 5 ताल खाना खानु भन्यो धेरै खाना खाएर होइन त्यहाँ पोखरी रहेछ तालु ल साथीहरू मलाई यो लेकतिर मन पराउनु कारण चाहिँ नयाँ नयाँ वनस्पति पाउँछ क्या हेर्नु सक्नुहुन्छ यहाँ यो घाँस जस्तै छ तर यसको नाम चाहिँ एक्चुअली थाहा छैन फ्लावर कस्तो राम्रो देखिराख्यो है यस्तो छ यहाँदेखि यो चाहिँ सोलुखुम्बु जिल्लामा पर्छ यो साँच्चै हाम्रो नेपाल चाहिँ एकदम सुन्दरताको धनी छ धनी छौँ होइन छौँ राम्रो छ यता यहाँ चाहिँ हाम्रो दान गर्ने ठाउँ रहेछ हाम्रो आमाजीतिर बुढाले चाहिँ दान गर्नुभयो हामी पनि हालौँ न तिमीहरू पनि हाल्ने 5 रुपियाँ हाल्ने दान गरौ त्यहाँ तिमीहरूको ल यहाँ चाहिँ दान पात्र देख्नु भएन यहाँ दान हाल्ने ठाउँ हामी चाहिँ 1 रुपियाँ 2 रुपियाँ भए पनि यो मन्दिरको विकासको लागि यहाँ हामीले दान कलेक्ट गर्दैछौँ ल भगवान्ले हामीलाई रक्षा गरून् भन्नु होइन बदाम होइन यहाँ पैसा मात्रै बदाम हामी दर्शन गर्नु सकेनौँ अलिक थाहा पनि भएन यो चाहिँ एकति चाहिँ ठुलो लाग्दो रहेछ क्या साथीहरू अनि त्यही भएर अलिकति अनप्लानमा चाहिँ आउँदैछौँ उडाइ लाग्यो माया मेरो त्यो गीत गाउनु मन लाग्यो क्या फुलमाथि सजाइदियो छाया तिम्रो यता हेर्नु न तपाईँ पनि मैले रेकर्ड हो क्या रेकर्ड हो नि कपाल उडायो चस्मा साथीहरू यो मुनि चाहिँ हिजो 1 गतेको बजारको रहेछ अनि सामानहरू उठाउँदै हुनुहुन्छ यताको पसलेहरूले यस्तो छ यस्तो ल हाम्रो छोराले चाहिँ गोजीमा भारी लाउँदैछ मुसाले बकारी लगाएको जसै लगाउँथे छ कति राम्रो हेर्नुस् त कति राम्रो ठाउँ वाउ यस्तो यस्तो मोमो थुक्पा गुजी थुक्पा जा हो बेना हाम्रो चाहिँ यहाँ खाजा खाने पुरा भयो यहाँ ल साथीहरू अब यहाँ चाहिँ हाम्रो खाजा खाने प्रोग्राम हुँदैछ यहाँ लेकाली होटल अब होटल भनौँ कि पसल भनौँ यस्तै छ हिजो चलाउनु भएको रहेछ सबै उठाइसक्नु भयो आज चाहिँ अलिकति बाँकी रहेछ बदाम मोमो खाम मोमो लेकाली मोमो त मोमोले छिटो खाओ साथी
यो चम्चीले सुप खाऊ नि मोमो त भयो भयो लु कान्छ लु जानुहोस् खाउँ हामी ल अनि तपाईँको घर चाहिँ कहाँनिर दिदी ए राम राम त्यत्रो टाढाबाट आउनुभयो भयो दिदी भयो नाइ यो तातिएको बिग्रिन्छ के जाडो भएर मात्रै खानु खोजे खाऊ न अनि आज कहिले फर्किनुहुन्छ तपाईँहरू चाहिँ अब गाडी एउटै रिजर्भ थियो गाडी बिग्रेर भन्छन् अब भोलि होला पैसा छैन ल हामी चाहिँ अब खाजा खाएर लाग्यौँ साथीहरू ठिक छ केटाहरू यता यता ल यो ठाउँको नाम चाहिँ गौरी टाप गौरी टाप है साथीहरू यहाँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ हाम्रो ओखलढुङ्गा हुँदै सोलु जाने बाटोमा पर्छ एकदमै राम्रो छ के खानु भयो ल है साथीहरू अब यहाँ परतिर चाहिँ हजुर हेर कति राम्रो म त यो लेखतिर के गर्नुपर्ने रे गाडी राख्ने ठाउँ हेर्नु त हेर्नु कति राम्रो सिन देखियो कुदौँ कुदौँ कुद न ल कस्तो पिस आनन्द ऊ तल रहेछ नि फुलहरू पानी आयो यहाँ हेलो टोबी टोबी हो टोबी रहेछ हाम्रो क्या हाम्रो यहाँ ताल रहेछ साथीहरू तालमा चाहिँ फ्लावरहरू गर्नु हुँदो रहेछ टोबी आऊ आऊ माया गर न के छ है कुकुर चाहिँ यस्तो हुँदो रहेछ अब एउटा यहाँ छ कागहरू ल यो चाहिँ लाली गुराँस लेकको लाली गुराँस रातो चाहिँ ऊ माथि छ यसको नाम चाहिँ के भन्छ हौ ले च्यालेन्जिङ लगाइसक्यो अब चाहिँ हामी फर्किले यो चाहिँ हाम्रो फर्किँदाको सिन हो अनि यहाँ चाहिँ एकदमै राम्रो राम्रो सिनहरू भइरहेछ यता छ आज 2 गते पनि अनि यता चाहिँ अरू हामी चाहिँ एकदमै इन्जोय गरिरहेको थियौँ फुलहरू चाहिँ सबै झरेछ नि रमाइलो भयो फर्किँदाको सिन राम्रो छ राम्रो सिन है कस्तो नाइस छ नि पानी पनि हाल्दै परिरहेको थियो पुसेको गाडी हाम्रो पुसेले ड्राइभिङ गर्दै हुनुहुन्छ है पुसेको छेउमा फुपू हुनुहुन्छ ल बाहिरको सिनै सिनै छ कस्तो राम्रो देखिरहेछ घरहरू डिजाइन वाउ नि so cold outside swang चिसो चर्च पुरा भेन अघि हामी
कुण्डामा पस्नु खोजेको चिसोले के हो कोरियाको साकुरा भन्दा काम छैन क्या हाम्रो ठाउँ पनि होइन साँच्चै यो ठाउँ चाहिँ एकदमै सुन्दर अनि रमाइलो थियो कस्तो आनन्द गाडीबाट पनि यो ठाउँलाई चाहिँ ठाडे भन्छ चाहिँ यो ठाउँमा विशाल प्लानमा छ पानी परिरहेको थियो ठाडेमा खाजा खाँदैछौँ ठाडे के अरे बिहिबार सिलिङसम्म पुरा आओस् न भनेर 4 गते क्या यारमा ल साथीहरू हामी चाहिँ बल्ल त्यो दिनभरिको यात्राले थकाइ पनि लाग्यो बल्ल घर आइपुग्यो छ अब चाहिँ हामी अब खानाहरू पकाउँछौँ खान्छौँ अनि आजको भिडियोहरू के कस्तो लाग्छ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु नबिर्सनु होला अनि को भिडियोमा भेट्ने भाषाका साथ म बिदा हुन चाहन्छु हस् त बाइ सबैजनालाई